ल हामी अब झोङ गुफाभित्र छिर्दैछौँ त्यो माथिसम्म गुफा छिर्यो यस्तो छ गुफाको माथि हेर्नुहोस् अब यो चाहिँ ल यस्तो छ है पाल माथि यस्तो छ यहाँबाट यसरी जाने ल हेरी सर भाँडाकुँडा हेर्दाखेरि पहिला मानवको बस्ती हुनसक्छ यो भाँडाकुँडाहरू छ सक्नुहुन्छ यसलाई यताबाट गयो भने यता जाने ठाउँ धेरै छ देखिन्छ फेरि माथि उक्लिने यता हुन्छ है परेवा छै योभन्दा अझै माथि छ कि छैन यस्तो पलै पल्छ यता हेऱ्यो यस्तो छ यता हेर्दै हुनुहुन्छ साथीहरू यो त हाइड्रो पावरको सुरुङ मात्र बनाउनु देखाएको थियो यत्रो छ फेरि ओके चाहिँ भित्र जान्छ है छ नि त हेर्नुहोस् यता छ यतै चुलो चौको ल हेर्नुहोस् है फेरि यता गयो यहाँबाट अब फेरि अर्को भर्याङ आयो है अनि यहाँ भर्याङ फेरि उँभो जाने फेरि यता घुम्ने हेर्नुहोस् है यो चाहिँ एकदमै प्रकृतिले नै बनाएको जस्तो कहाँ यो मुस्ताङको यो गुफा झोङ गुफा कति तल अहिलेसम्म कति तल आइसक्यो लगभग हामी 4 तल 5 तल माथि आइसक्यो 5 तल आइसक्यो कतिवटा कोठाहरू छ यो अब यो तलैपछि धेरैवटा छ लगभग यो 8-10 वटा भन्दा बढी नै छ तपाईँ सबै गुफामा पस्न भ्याउनुभयो त अहिलेसम्म यो 4 तलसम्म आउँदाखेरि लगभग सबैतिर अझै बाँकी छ अझै 1-2 तल होला है जाउँ ल यता अझै यता छ अब यहाँबाट यस्तो जाँदैछौँ र तल यसरी हामी यहाँ फेरि एउटा तल नै रहेछ अर्को भर्याङ चढेर हामी जाँदैछौँ हेर्नु त यस्तो ल र फेरि उता छ अर्को